भण्डारी नेउपाने नेपाल शिक्षक संगठन प्रदेशको म उपमहासचिव। अब कुन विषय पढाउनुहुन्छ भन्नुभयो त अलरेडी भाइरल भइसक्यो। यो होइन, यसो हो, म भाइरल हुनको लागि मैले त्यो भनेको होइन। सुन्नुहोस् है, भाइरल हुनको लागि मैले भनेको होइन। तपाईहरुको पत्रकारिताको पनि धर्म हुन्छ होला, नियम हुन्छ होला नि त। यस्तो आन्दोलनको माहौलमा आएर तपाई कुन विषय पढाउनुहुन्छ भनेर सोध्ने हो कि तपाईको आन्दोलनको मोडालिटी के हुँदैछ, आन्दोलनका माग मुद्दाहरू के हुन्, यसका उद्देश्य के हो भनेर पो पत्रकारले सोध्नुपर्छ त। म त उहाँलाई हिजो जसले सोध्नु भयो, म त उहाँलाई पनि सिकाउन मन लाग्छ। फेरि आज बोलाएर के पत्रकारिता के हो भनेर सिकाउन मन लाग्छ के उहाँलाई। त्यस्तो क्वेसन सोध्ने हो हामी शिक्षकलाई। कुन विषय पढाउनुहुन्छ त हामीलाई डोमिनेट गर्न खोज्या हो क्या, बुझ्नुभयो नि? कुन भनेको डोमिनेट हो क्या हामीलाई। हामी आफ्नो विषयमा वक्त हुँदैन होला र छौँ नि त। हामी मास्टर डिग्री गरेका टिचरहरू छौँ, तर कुनै साथीहरूलाई चाहिँ झ्वाप्प बोलाएर मिडियामा बोलाएर तपाईँ कुन विषय पढाउनुहुन्छ, यो साहित्यकारका कृति के हुन्, मिडिया फेस नगर्ने साथीहरूलाई त जानेको कुरा पनि बिर्सिनुहुन्छ क्या उहाँहरूले। त्यसरी क्वेसन सोध्ने होइन। यदि उहाँले यो मिडिया हेर्दै हुनुहुन्छ भने उहाँले पत्रकारिता सिकेर मात्रै फेरि आउनु पर्यो। यदि म उहाँलाई पढाउन चाहन्छु। सरको सुझाव मेरो महेश राज